फुटबलर जस्तो के फुटबलै फुटसलर भिडियो हो अभिषेकले तमासा भनौँ न अलिकति नर भाइकोमा भनौँ म आफ्नो भन्छु नर भाइले हामी लाग्नु हामी चाहिँ यहाँ खम्बे डाँडामा अब फाइनल आज पार्ट 3 पार्ट 4 फाइनल अब नरकुमारलाई नरकुमारसँग यो चाहिँ एकदम मेमोरेबल पहिला चाहिँ हुने गर्थ्यो सो यो पनि एउटा लास्ट बिफोर रिलिज क्यानाडा एउटा भेटघाट अनि राम्रो टाइम भयो बिहाइन्ड द क्यामेरा चाहिँ किरण पनि आज आयो अनि हाम्रो यो भेटघाटलाई अझै शोभामय बनायो रेड लेभलले रेड लेभल अर्कै अर्कै होइन चिया रेड लेभल भन्ने ज्यानको मलाई पनि धेरै धेरै अनुप दाईलाई अब मेरो पर्सनल लाइफमा पनि अब अनुप दाईले धेरै कन्ट्रिब्युसन छ अनुप दाई लगायत अब अभिषेक आमा पापादेखि लिएर रुजेन आप्पा आमाहरू सम्पूर्ण परिवार सो अब हामी त एउटै परिवारै लाग्छ मलाई पनि हामी जसरी अब हिजो अभिषेकले हामी सम्पूर्ण परिवारले जसरी फेयरवेल दिनुभयो भेरी थ्याङ्कफुल होइन धेरै खुसी लाग्यो अनि कतिपय कुराहरूमा चाहिँ अब यसलाई चाहिँ मलाई एडेड रेस्पोन्सिबिलिटी दिएको जस्तो पनि लाग्यो उता गएर पनि अझ हुन्छ नि कहिलेकाहीँ मान्छेलाई एउटा वर्डले अथवा सानो एक्सनले पनि ठुलो इम्प्याक्ट पार्छ भने जस्तै हिजोको अब जुन त्यो गेट टुगेदरले चाहिँ मलाई थप एनर्जी दियो उता गएर अझ म मेहनत गर्छु मेरो पछाडि चाहिँ यति छ एउटा सेन्स अफ रेस्पोन्सिबिलिटी नै फिल गरेँ मैले खुसी लाग्यो फेरि पनि धेरै धेरै धन्यवाद अनुप दाईलाई अब मैले अनुप दाईले गरेको जति अब पापा मामाले गरेको जति त मैले गर्नु सक्दैन आमाहरूले गरेको तर आइम स्टिल ट्राइङ होइन जति नै भने पनि एउटै आमाको गर्भबाट ननिस्केको भए पनि एकदम कनेक्टेड फिल हुँदो रहेछ त्यो चाहिँ अब परमेश्वरलाई पनि धेरै धन्यवाद होस् यसरी नै पछिको दिनहरूमा पनि फेरि रमाइलो पलहरू बिताउनु पाऊँ किरण भाइलाई पनि अब म सँगै हुर्केको भएर होला आफ्नै जस्तो लाग्ने क्या किरण निसाहरू भयो पाइनेहरूको जो पनि रहेछ आत्मीयता फिल हुन्छ र सबैजनालाई धन्यवाद अनि किरणलाई पनि विशेष बिहानको मिठो चियाको लागि धेरै धेरै धन्यवाद दिने हो र यो ठाउँमा त अब धेरै मेमोरीहरू छ रमाइलो लाग्छ थ्याङ्क यू लामै जाओस् ल है किरण लामै जाओस् ल म पनि भनौँ ल मेरो आफ्नै आफ्नै तर्फबाट यसलाई एडिट गर्नुपर्छ ल म पनि अब गुड मर्निङ नमस्ते भन्छु पहिला अनि फेरि पनि अब किरणलाई पनि धन्यवाद दिनुपर्छ अघि रेड लेभल भन्यो होइन त्यो रेड लेभल चाहिँ अब कस्तो हुन्छ नि चियापत्ती र चिनी मिसेको रेड लेभल हो त्यसको लागि धन्यवाद आज यसो भिडियोमा हामीहरू यसो अनुहार देखाउनु पाइरहेछ होइन अनि हिरो जस्तो देखाएको छ तर बिहाइन्ड द के अरे कर्टन अब बिहाइन्ड द सिन पनि हिरो छ अब त्यो चाहिँ एकदमै डाइरेक्टर साहब किरण हुनुहुन्छ र म अलिकति रमाइलो गरेको विशेष गरेर हामी नरकुमार भाइ होइन अब हामी प्रायः सानोदेखि नै सँगै बसेको अघि भनिहाल्यो एउटै परिवार जस्तो छ अनि भएर बसेको हो त्यस कारणले गर्दाखेरि आज यो खम्बे डाँडामा अब फिजिकली चाहिँ यसपालिको लागि अन्तिमचोटि नै होला अब त्यसपछि छुट्टिएपछि अब कहिले हो भन्ने कुरा हो त्यस कारणले गर्दाखेरि भोलि दाइ के अरे क्यानाडाको लागि उठ्दैछन् आज यसो एकछिन रमाइलो गर्नुलाई आएको हो र हाम्रो तर्फबाट मेरो तर्फबाट जहिले पनि एकदमै बेस्ट विसेस छ अनि द ग्रेटेस्ट गिफ्ट हामीले दिने भनेको अनेस्टली भन्दा प्रेयर नै हो हामी प्रेयरमा सधैँ याद गरिरहेको छौँ होइन र अब मैले भन्छु उता गएर पनि फर्स्ट प्रायोरिटी गड फियरिङ हुनु पऱ्यो होइन ओबिडियन्ट हुनु पऱ्यो ओबिडियन्ट टु गड न कि मान्छेहरू भन्दा पनि त्यसपछि अनि गडको विलमा लाइफ अगाडि बढ्नु पऱ्यो र अलिकति सेक्रिफाइस त चाहिन्छ नै चाहिन्छ जो गर्नु नै लागेको छ होइन यता क्यानाडा भन्ने बित्तिकै सबै कुरा आफस्याप हुँदैन मेहनत गर्नुपर्छ सेक्रिफाइस हुन्छ आफ्नो परिवार सबै साथीहरू सबै भाइ छोडेर जाँदाखेरि न्यू
बिगिनिङ जस्तो पनि हो। त्यस कारणले गर्दाखेरि हामी गडसँग एट्याचमेन्टमा भइरहनुपर्छ र फेरि पनि भन्न चाहन्छु हाम्रो एकदमै बेस्ट विसेस अनि ब्लेजर फ्युचरको लागि हामी कामना गर्छौँ र प्रार्थना के भन्नु भने प्रार्थना हामी सधैँ गरेको छ फ्यामिलीमा गर्ने नै छौँ र अनि हामीलाई अलिकति दुःख त लागेको छ फिजिकली त टाढै हुन्छ तर स्पिरिचुअली हामीहरू नजिकमै भन्ने प्रार्थना गर्छौँ थ्रु प्रेयर कम्युनिकेसन होइन अलिकति अब आधुनिक जति पनि ले गर्दाखेरि हामीहरू अब बातचित गर्नको लागि त धेरै एडभान्स छ त्यो हामी गर्ने नै छौँ भन्दै आज यो खम्बे डाँडालाई पनि आजको लागि यहीँ बिदा गर्दै हामी त ओह्रालो लाग्नुपर्ने हुन्छ होला त्यो भएको कारणले गर्दाखेरि के भन्नु मनमा अब दुःख भए तापनि मुहारमा खुसी नै छ सबैजना अब अनेस्टली भन्नुपर्दा सबैजना नजिक हुँदैनन् धेरैलाई चिनिन्छ तर अब एउटा फ्यामिली मेम्बर नै गएको जस्तो हामीलाई फिल हुन्छ त्यसले गर्दाखेरि फाइनली यही नै भन्न चाहन्छु सेफ जर्नी होइन अनि सेफ ल्यान्डिङ र एकदमै एउटा राम्रो बिगिनिङ होस्